हेलो गाइस, वेलकम ब्याक टु सरु तामाङ। सो आज चाहिँ हामी भेटिसकेको छ हो नानालाई। नाना चाहिँ भोटको लागि घर जानुभएको थियो। फाइनली आज चाहिँ आइपुग्नु भइसक्यो नाना होइन। हाम्रो नाना चाहिँ बिमारी भएर आउनु भएको छ बिचरा। बिमारी बिमारी हुनुहुन्छ हाम्रो नाना चाहिँ होइन। हाम्रो रुममेटहरू चाहिँ हेर्नु सक्नुहुनेछ। यहाँ हाम्रो अस्मिता दिदी, यो हाम्रो भारती हो, यहाँ पर छ हाम्रो सरिता, हरिता हो, सरी नाम बिर्सेछु। अनि स्पेसल नानाले चाहिँ हाम्रो लागि चाहिँ होइन गाउँबाट चाहिँ के ल्याइदिनु भएको छ भन्दाखेरि चाहिँ होइन ड्यान यो चाहिँ हो हाम्रो सजनाको अचार। माया हेर्नुहोस् है, माया भनेको चाहिँ यस्तो हो, यस्तो हुन्छ है, माया चाहिँ यस्तो हुन्छ होइन। अनि हामी अब बाहिर बस्नेलाई चाहिँ घरको लोकल खानाहरू चाहिँ कस्तो याद आउँछ नि त। डल्ले पनि ल्याइदिनु भएको छ हो। अन्त गुन्द्रुक छ यहाँनिर हेर्नु सक्नुहुनेछ। यहाँ चाहिँ हाम्रो स्पेसल 2-2.5 महिना भयो चिकन खानु नपाएको। नानाले चाहिँ बिचरा त्यत्रो टाढोबाट चाहिँ चिकनको अचार ल्याइदिनु भएको छ स्पेसली, हेर्नु सक्नुहुनेछ। स्पाइसी मिठो छ। अनि यहाँनिर बिचरा म्यागी करेन्टभरि ल्याइदिनु छ। मेन चाहिँ यो हो फेरि हाम्रो, हेर्नु सक्नुहुनेछ गुवा। यो चाहिँ जसले खान्छ त्यसलाई मात्रै थाहा छ यसको कला चाहिँ फेरि हो। अझ चाहिँ सबको मुखमा चाहिँ अङ गरिरहेको छ सबैको। सो हाम्रो अनि यो पनि ल्याइदिनु भएको छ। बुद्ध जयन्तीमा नाना जानुभएको थियो अरे। बुद्ध जयन्तीमा हामीलाई चाहिँ रुममेट जतिजना छ हामी होइन, सबैलाई ल्याइदिनु भएको छ सुन्दी होइन। नानालाई चाहिँ धेरै धेरै धन्यवाद होइन, यति धेरै मायाको लागि चाहिँ हो। सो हाम्रो नानालाई चाहिँ यसरी माया दिँदै गर्नुहोस् गाइस। तपाईँले अलिक सब्सक्राइब, लाइक, सेयर पनि गरिदिनुहोस् हाम्रो नानाको भिडियो। सो गाइस, थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ।